आज के अरे पाल्पाको पाल्पा होइन पाल्पाको होइन यस्तो डाँडामा छौँ के किन हो भनेपछि किन भन्छ हाम्रो दाइको वर्तमान त हो अनि दाइको वर्तमानमा यतिकै आको घुम्दै आएको कुन मन्दिर हो अरे यो मन्दिरको नाम पाल्पा सुदेखि आउँछ के सुपर ए सुप्पा देवले कहाँ हुनु होइन के नबोल्दा के अरे नामै भुलियो कि गाइज होइन कहाँ गाइज यहाँ फेरि ब्युटिफुल एउटा दामी झर्ना छ कि झर्ना जस्तो होइन फुटेको होइन मूल फुटेको यहाँ दामी छ कि यस्तरी होइन अनि यहाँ चाहिँ सुरङ यहाँ टनल बन्ने रहेछ कि यहाँनिर यहाँ टनल बन्ने रहेछ कि त्यो यहाँदेखि चाहिँ बुटोलदेखि चाहिँ यहाँ पाल्पादेखि चाहिँ उहाँ चाहिँ कनेक्ट गर्ने के कहाँ भनेपछि बागलुङ चाहिँ कनेक्ट गर्ने टनल रहेछ यहाँ अनि हामी चाहिँ के गर्नु भनेपछि हाम्रो चाहिँ उहाँ तलतिर रहेछ तलतिर चाहिँ वर्तमान त भइरहेको छ दाइको अनि म चाहिँ त्यो सामान लिगी होइन तलदेखि माथि गरी बोट थाकेर के अनि त्यसो यस्तो एनर्जी ड्रिङ्क खाएर चाहिँ माथि जानु लाग्यो अनि हाम्रो उद्देश्य के छ भनेपछि टुप्पोमा पुग्ने छ क्या अरूलाई छोडेर अरूलाई किन छोड्यौँ भनेपछि अरूले काम गर्नु बनाउँछ भनेपछि भनेपछि होइन के बोलेको यार रुख्छ नि अरूले काम गराउँछन् भने हामी चाहिँ माथितिर हिँडेको किनभने माथितिर टपमा पुगेपछि भ्यू पनि त राम्रो आउँछ नि अनि यहाँ चाहिँ के रहेछ भने यस्तै निलोमा चाहिँ यो रुखको चाहिँ ऊ देखाएर चाहिँ के नाम साल यस्तरी चाहिँ गरेर चाहिँ सबै रुखमा छ कि यस्तोमा यो निलो खाले सबै रुखमा छैन उही अनि ढुङ्गाहरूमा होइन के लेखेको छ यहाँ डी लभ डी हो है यो होइन पिएच बुझ्नै गाह्रो छु यहाँ हेर्ने यास हो यो यस्तो त लास्टै हुने रहेछ यहाँ तल अझ तल चाहिँ झन् नानीतिर ऊ छ कि मन्दिरमा होइन मन्दिरमै कलर लेखेको छ कि पुरै नबोल मन्दिरमै कलर यहीँसम्म रहेछ यो त माथि जानै मिल्ने रहेछ टेकी रिक्स नै लिनेका गाइस यहाँसम्म चाहिँ आउनु मिल्ने रहेछ क्या यहाँ होइन अझै यति माथि छ त्यही माथि चाहिँ जानु मिल्ने रहेछ यहाँदेखि चाहिँ भ्यू खतरनाक छ कि तर आज चाहिँ लास्टै दामी ठाउँ आयो जस्तो लाग्यो क्या यस्तो दामी ठाउँ छैन अनि आज कार्यक्रम के हो भनेपछि के अरे के भन्दैछु ल नआइज के पत्ता नि ढुङ्गा हो यहाँ चाहिँ यस्तो खतरनाक ठाउँ ढुङ्गा रहेछ पार्कोर गर्ने जस्तो पार्कोर टाइपको ढुङ्गा रहेछ कि यहाँ हेर्नु ठुलो ढुङ्गा छैन मेरो छाया देखेछ यहाँ पनि लेख्नु यहाँ यार 12 हो यो 2K अरे 2K सब्सक्राइबर मलाई पनि चाहियो यस्तो अमेजिङ कुराहरू पनि लेख्नु रहेछ नि यहीँ पनि लेखेछन् कतिपय कुराहरू त यो यस्तो छ एउटा होइन भगवान्हरूले लेखेको उ गरेको भन्छ अब म माथि पो कसरी आउने भनेको आपत पऱ्यो त पसिनै आयो यार पसिनै आयो यार अनि हिजो चाहिँ भाइहरू चाहिँ कहाँ गएर आएछन् सागरलाई भेटेर आएछन् के धेरैले चिने चाहिँ कसले धेरैले हेर्दैनन् कि सागरको ऊ अनि यस्तो सिँढी छ यहाँ चाहिँ अनि यहाँ चाहिँ यो लास्ट रहेछ कि यहाँनिर यहाँबाट माथि जानु मिल्ने रहेछ फेरि यहाँबाट फर्किनु लाग्यो हामी त ल यहाँ चाहिँ फेरि बाँदरहरू चाहिँ लास्टै धेरै रहेछ कि अहिले चाहिँ छैन तलतिर बाँदर चाहिँ अरे यति धेरै छ नि सामान चाहिँ त्यहीँ लेखेको छ कि बोर्डमा के लेखेको छ भने चाहिँ बाँदरबाट सुरक्षा के अरे बाँदरबाट जोगिएर बस्नुहोस् के लेखेको थियो कि त्यो तर तलतिर जान्छ किन लाज लाग्छ कि मलाई भिडियोमा पनि त्यो चाहिँ माथितिर आएको एक्लै दिदी
सेल्फी हान्नु भनेर आउनु भयो यहाँ सेल्फी कहाँ हान्छु मैले यो नै किन झुन्डिनुहोस् त यहाँ फेरि तलतिर यहाँ पानी ल्याउनु रहेछ पानी यहाँ अघि लिएर आएको थियो कि म यहाँ अनि यहाँ चाहिँ फेरि पानी लिन आइज भन्नुभयो अनि यसलाई चाहिँ फेरि पानी त्यहाँनिरबाट यहाँ यस्तो कि यस्तरी यताबाट बाटो जानु रहेछ कि बाजे माथि खाली छ कि यहाँ चाहिँ यहाँबाट कोही आएन अनि यसलाई चाहिँ लिने यहाँ चाहिँ बाल्टीतिर म पुगिरहेको यहाँ अलि अगाडि आएन डर लाग्छ खस्दैन कि आइज यहाँ चाहिँ पानी भएको बाल्टी ल्याएको मैले अनि यो चाहिँ सुरुमै लिथ्यौँ कि हामीले यो ऊ के अरे जग अनि फेरि अब यहाँबाट चाहिँ माथि जानु लाग्यो यहाँ पनि दामी छ कि यस्तो के हो सेतो रातो छ अनि यहाँ चाहिँ यस्तो चाहिँ यहाँ परेवाहरू छ कि हेर्नु न परेवाहरू छ यो जग किन डुबाएको त्यहाँ त्यो फोरो जगलाई यहाँ डुबाउँछन् ए यो घोलेको अझ फोटो कस्तो हान्ने हो र यहाँबाट ल यस्तै बस्छु म स्क्रिनसट गरेँ भिडियोबाट मेरो च्यानलमा गएर स्क्रिनसट गर म त पढाइ म हान्दिनँ फोटो यत्तिकै हान् ल हेर ल स्क्रिनसट गरेछ है हुन्छ कि नै ल स्क्रिनसट गर ल फेरि अब माझ यो चाहिँ म त्यो लट्ठी होइन अघि अन्टीले चाहिन्छ भन्दै हुन्थ्यो यो लट्ठी हो यहाँबाट चाहिँ फेरि माथि जानुपर्छ यहाँ यस्तो खण्डार यो यस्तो रहेछ यहाँ चाहिँ खण्डार के खण्डार होइन यार के भन्छ नि माथि न अझै माथि हो कि ए छोडिन्छ बाटो त छैन आइज यहाँ गाइज माथि आइसक्यो ल यति नै 1 सेकेन्ड माथि आएको छ म यहाँ भाइहरू तल छुट्यो होइन तिनीहरू आउँदैछन् दुकुर्दै अनि त्यसपछि म पनि दुकुर जानु ल तिमी भिडियो बनाउन नाटक गर्थ्यो भन्दै नाटक यिनीहरूको क्यामेरा हातमा देख्यो होइन अनि त्यसपछि अहिले चाहिँ भिडियो बनाउन नाटक भनेको नि अहिले तेरो सब्सक्राइबर हटाइदिन्छु म रोक यिनीहरू चाहिँ दुकुर्दै आइरहेछन् तर म अरू दुकुर्छु भन्दा नि कहाँ बच्चा चिएर जित्दिँदैन है को दुख्यो यार मेरो त अझै माथि छ यार गाइज के गर्ने हौ गाह्रो छ नि त नि यहाँ यिनीहरू पनि स्यास्या भइसक्यो तर म चाहिँ कन्टिन्यू गर्छु माथि किन्न लट्ठी पिटी बोल्नै गएन यार म यहाँ चाहिँ लेख्छु क्या के लेख्छु भने चाहिँ यहाँ राम्रो ठाउँ लेख्छु त्यहाँनिर लेख्छु गाइस भिक्षा दिने पालि हाम्रै जाने कि हामी पनि जाने भिक्षा दिने पालि आइसक्यो दाइ चाहिँ अब माग्न हिँड्नु भयो भोलि बोल्दा त मलाई कसम बहुत इन्जिन छ कि गाइस हेर्न सक्नुहुन्छ हाम्रो यहाँ
Ay, hindi kasi sa Tidak, marah banget. Cie.
जुम गर्छु है ल फेरि सर्कसमा खेल्ने जोकर जस्तो देखिनु के होइन केही सोध्न यस्तो गरेर सोध्न अहिले दिमाग सार्न बसिदियो हिमाल हो कोही नै होइन आफूलाई भन्छु भनेर भनेको होला यस्तो गद्दार छ हेर त्यस्तो हो होइन के आफ्नै मनदेखि भनेको के गाइस यहाँ के हो भने चाहिँ उसलाई बहिनीलाई चाहिँ के भनेको के अरे कुन मनपर्छ 2-3 जना पनि भनेको अनि उसले सोधेको यसले चाहिँ यसलाई बाइक हामी दुईजनालाई चाहिँ राम्रो मान्छे भनेको मैले ऊ चाहिँ हिस्से पऱ्यो कि आफ्नै बेचिकन हाँसी भाइ नहान के त बोल्नु नै बेचे त बोल्नु नै एउटा बेचेतै हो नबोल आफ्नो हल्का अब ठुलोलाई सोध्नु हुन्छ नि यहाँ चाहिँ म हिरो देखिएँ अरे बहिनी पनि हिरोइन देखियो अरे ऊ चाहिँ नदेखेको अरे त्यही भएर चाहिँ नराम्रो मान्ने रे राम्रै छ अरे हल्का होइन घुस खुवाएर सोध्थिस् नि बाबु क्यामेरा गएर आइसकेको कहाँ फाट्यो त्यसै राम्रो त लगा उठ्छ बाबु उठ्छ ए राम्रो त छ त राम्रो छैन 1,25,000 को 1,25,000 को तिमीलाई बेचेपछि आउँछ यति त ए आउँदैन अरे बेच्दा नि आउनु न होला Oh,